3 करोड नेपालीका लागि निकै दुःखद खबर। कतारको अमेरिकन एम्बेसीमा इरानले आक्रमण गरिसकेपछि त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ? नेपाली राजदूतावास दोहा कतारले जारी गर्यो यस्तो सन्देश। नमस्कार, स्वागत छ रियल पिक्चरको अर्को एउटा महत्त्वपूर्ण रिपोर्टमा। यो रिपोर्ट सक्दो शेयर गरी आम दर्शक माझ पुर्याइदिनु होला। जानकारी गराउँ, कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नु अघि इरानले पूर्व सूचना दिएको पाइएको छ। अमेरिकी अखबार द न्युयोर्क टाइम्सले 3 इरानी अधिकारीहरूलाई उद्धृत गर्दै हमला गर्नु अघि सूचना दिएको लेखेको हो। यसले मानवीय क्षति कम गर्न र सबै पक्षलाई पछि हट्ने मौका दिन सहयोग पुर्याउने उद्देश्यले राखेको इरानका 3 अधिकारीहरूले भनेका छन्। समाचारमा भनिएको छ अधिकारीहरूले यो रणनीति सन् 2020 मा पनि अपनाएको जिकिर गरेका छन्। त्यतिबेला अमेरिकाले इरानका शीर्ष जनरलको हत्या गरेपछि इरानले इराक स्थित अमेरिकी अड्डामा मिसाइल प्रहार गर्न अघि पनि चेतावनी दिएको थियो। एकजना इजरायली अधिकारीले पनि इरानले हमला पूर्व सूचना दिएको पुष्टि गरे तापनि कुनै माध्यमबाट कसलाई दिएको भन्ने कुरा नखुलाइएको भनिएको छ। त्यही सूचनाका आधारमा कतारमा पहिल्यै हवाई क्षेत्र बन्द गराएको हुन सक्ने भनिएको छ। त्यही सूचनाका आधारमा अमेरिका र बेलायतले कतारमा आक्रमणको सम्भावना बारे चेतावनी दिँदै त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न भनेको थियो। त्यसपछि कतारले आफ्ना हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको थियो। पछि युएईले पनि हवाई मार्ग बन्द गर्यो। यसले दोहा र दुबईबाट हुने उडानहरू प्रभावित भएका थिए। बेलायती अखबार द गार्डियनको अमेरिकाले पनि इरानले कतार स्थित अल उदीद सैन्य अड्डामा आक्रमण गर्न अघि पूर्व सूचना दिएको पुष्टि गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै गार्डियनले समाचारमा भनेको छ एकजना अमेरिकी अधिकारीका अनुसार इरानले मध्य दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्नु अघि कतारी र अमेरिकी अधिकारीलाई यसबारेमा जानकारी दिएको थियो। यो आक्रमणमा अमेरिकी पक्षमा कुनै पनि क्षतिको रिपोर्ट आएको छैन। समाचारमा इरानले अमेरिकी आक्रमणको बदला स्वरूप प्रतिक्रियात्मक र सांकेतिक हमला गरेको भनिएको छ। इजरायल इरान तनाव चर्किरहेका बेला अमेरिकाले इरानमा सैन्य कारबाही गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। यस्तोमा पनि इजरायलले सोमबार तेहरानमाथि ठूलो हवाई आक्रमण गर्यो र आउँदा केही दिनमा अझ धेरै हमला गर्ने चेतावनी दिएको छ। कतारले आफ्ना वायु रक्षा प्रणाली मार्फत ती मिसाइलहरू अवरुद्ध गरिएको बताउँदै इरानी आक्रमणको कडा निन्दा गरेको छ। यो आक्रमणले इरानसँगको तनाव झन् चर्किने र अमेरिका गहिरो रूपमा मुछिने सम्भावना बारे चिन्ता बढाएको न्युयोर्क टाइम्सले लेखेको छ। अल उदीद बेस अमेरिकाको सन्ट्रेल कमान्डको अड्डा हो र अमेरिका आक्रमणपछि इरानी बदला आक्रमणको सम्भावित प्रमुख लक्ष्य मानिएको छ। त्यस्तै खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका छन्। राति 11 बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। सोमबार राति 11 बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न 12 बजेका लागि तोकिएको थियो। नेपाल एयरलाइन्सको विमान सोमबार राति 11 बजे दोहा उड्ने तालिका थियो, तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो। सोमबार राति विमानमा यात्रुलाई बोर्ड लगाउने तयारी भइरहेको बेला आक्रमणको सूचना आएको थियो। त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका छन्। उनीहरू सोमबार राति विमानस्थलमै सुतिरहेका थिए। राति 1 बजेतिर प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो। हाल दोहा हवाई मार्ग खुलाएको र अवस्था शान्त बन्दै गएकाले खाडी मुलुकको उडानले निरन्तरता पाउनेछन्। त्यस्तै कतार स्थित नेपाली राजदूतावास दोहा कतारले सूचना जारी गर्दै भनेको छ वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ। कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ। नेपाली राजदूतावास दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहने बेहोरा अवगत गराउन चाहन्छौँ भन्दै कतार स्थित नेपाली राजदूतावासले सूचना जारी गरेको छ। कतारमा रहेका दाजुभाइ दिदीबहिनीहरू सुरक्षित ठाउँमा रहन हामी पनि अपील गर्दछौँ। यो रिपोर्ट यहाँलाई कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्नुहोला। अन्य अपडेटका लागि रियल पिक्चर हेर्दै रहनुहोला। तपाईँको दिन सुख रहोस्, स्वस्थ, व्यस्त अनि सुरक्षित रहनुहोला। नमस्कार।